यो कथा एउटा सडकको हो। सडक जसले अनेकौं जनजीवनलाई जोड्ने गर्दछ। सडक जसले बालकलाई स्कुलसम्म पुर्याउँछ, रोगीलाई अस्पतालसम्म पुर्याउँछ। तर आज त्यो सडक दुखको भण्डार बनेको छ। हामी कुरा गर्दैछौँ लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नम्बर 11 अन्तर्गत पर्ने गैडहवा 3 लुण्डेहवादेखि मोगलहा जाने सडकको। यो सडकको अवस्था अहिले यस्तो छ जहाँ खाल्डा नै खाल्डा छ, जहाँ धुलोले अन्धकार देखिन्छ र वर्षामा त झन् पानीले पोखरी नै बनाइदिन्छ। सवारी साधन गुड्न त परै जाओस्, पैदल यात्रीलाई समेत ज्यानको जोखिम छ। दिनहुँ सडकमै लड्ने, सडकमै गाडी बिग्रने अनि अस्पताल पुग्न नसकेर घरमै सुतिरहने बाबुआमा यिनै छन् हाम्रो समाजका अनुहारहरू। केही महिना अघि प्रतिनिधि सभाका सांसद वासुदेव घिमिरे ठूलो टोली सहित यहाँ आइपुगे। क्यामेरा रोल भए, माइक उठे र जनताको भिड जम्यो। सांसदले गर्वका साथ भने 5 करोडको बजेट व्यवस्थापन गरिसकेका छौँ। अब सडक बन्छ र पीडा हट्नेछ। त्यो दिन आशाले जनताका आँखामा चमक आइसकेको थियो। कति खुसी भए लुण्डेहवाका बाबुआमा, मोगलहाका किसान र दैनिक यसै बाटोमा पसिना बगाउने मजदुरहरू। तर त्यो दिनको उत्साह अहिले धुलोमा गुम्सिएर बसेको छ। 2081 साल गयो, अब 2082 पनि जाँदैछ, तर बाटोको अवस्था उस्तै छ। बाचा परिवर्तन भए परिस्थिति उस्तै छ। हाम्रो प्रश्न स्पष्ट छ। 5 करोड बजेट त भनियो, तर कहाँ गयो त्यो रकम र कहाँ गयो त्यो रकमले गर्ने काम? न कुनै सूचना बोर्ड, न नाप जाँचको नक्सा, न ठेकेदारको नाम, छाता केवल मौनता, जनतासँग खेलिएको एक नाटक। यो बाटो केवल काठे पत्र होइन, यो बाटो विश्व सम्पदा क्षेत्र लुम्बिनीको जीवन रेखा हो। यही बाटो भएर सन्तान स्कुल जान्छन्, यही बाटो भएर किसान बजारमा तरकारी पुर्याउँछन् र यही बाटो भएर गर्भवती महिलालाई एम्बुलेन्स आउँछ, कहिलेकाहीँ ढिलो भएर ज्यान गुमाउँछ। अब प्रश्न उठ्छ, किन जनताले यस्तो पीडा भोग्नु परेको छ? राजनीतिक भाषण मात्रै किन बाँडिन्छ? किन बजेट आउँछ, प्रचार हुन्छ, तर काम शून्य हुन्छ? हामी यहाँ माग गर्न आएका होइनौँ, हामी यहाँ हिसाब माग्न आएका हौँ। हामी बुझ्न चाहन्छौँ कि यी सडक किन उपेक्षित, जनताको जीवन र अधिकार किन यस्तो? यो देश विकासको सपना देख्दैछ, तर गाउँका सडक भने साँचो दुःखको चित्र बनेका छन्। सांसदज्यू, अब ढिलो नगर्नुहोस्। हामीलाई कुरा होइन काम देखाउनुहोस्। हामीलाई भाषण होइन नतिजा चाहिएको छ। तपाईले बाचा गर्नुभयो, त्यो बाचा पूरा गर्नुहोस्। जनता यो पटक मौन रहने छैनन्। हामी आवाज उठाउनेछौँ, बोल्नेछौँ गाउँबाट संसदसम्म। सडक नबनेसम्म गुन्जिरहनेछ यो आवाज। 5 करोड कहाँ गयो? यो कथा मात्र होइन, यो प्रश्न हो। जबसम्म उत्तर आउँदैन, यस सडकको हरेक खाल्डो चिच्याइरहनेछ। मेरो यो आवाज सांसदसम्म पुर्याउनका लागि यो भिडियोलाई 1 शेयर अवश्य गर्नुहोला। धन्यवाद।